탑게도제 샤게리스 총 신기미도 되게 분점마 sergiluma taurjibiku shageyaw shavla chasa los bogarshada oberchimiling gumbako Facebook page ma जुड्नु भएका सम्पूर्ण धर्मप्रेमीहरुमा बोगरसेरा गुम्बा सपुरियारको तर्फबाट हार्दिक नमन व्यक्त गर्न चाहन्छु र आज यहाँहरु माझमा एउटा छोटो जानकारी लिएर आएको छु। त्यो जानकारी के हो भन्दाखेरि अनि तिब्बती महिनाको चौथो महिना यानी सागादावा अनि सागादावाको आज 11औं दिन बितिसकेको छ र अनि यहाँहरुलाई अनि सागादावाको बारेमा यहाँहरु मध्ये कतिलाई राम्रोसँग जानकारी भएको हुन सक्छ, कतिलाई अलिअलि थाहा भएको हुन सक्छ भने कतिलाई अनि यसको बारेमा थाहा नभएको पनि हुन सक्छ। त्यो भएको हुनाले अनि थाहा नभएकोहरुलाई अनि थाहा हुनको लागि र बुझ्नु भइसकेकोहरुलाई एउटा छोटो सम्झनाको लागि अनि यसको बारेमा बताउनु पर्दाखेरि पहिलो सुरुमा सागादावा भनेको के हो, यो महिनालाई सागादावा किन भनियो भन्दाखेरि तिब्बती ज्योतिष शास्त्र अनुसारमा यो महिना एक महिनाको अवधिभरिमा आकाशमा एउटा सागा नाम गर्ने तारा उदाउने भएको हुनाले यो महिनालाई चाहिँ सागादावा भनेर भनिन्छ भन्ने गरिन्छ है। अनि दोस्रोमा यो सागादावा महिना चाहिँ कहिलेदेखि कहिलेसम्म पर्छ भन्दाखेरि अनि अंग्रेजी मिति अनुसारमा मे 17 तारिकदेखि सुरु भएर अनि जुन 15 तारिक अन्त्य हुन्छ भने यो महिनाको पूर्णिमा चाहिँ अनि मेको 31 तारिक परेको छ र नेपाली पात्रो अनुसारमा जेठ 3 गतेदेखि सुरु भएर असार 1 गते अन्त्य हुन्छ भने अनि जेठको 17 गते चाहिँ अनि यसको पूर्णिमा परेको छ। र तेस्रोमा अनि यो सागादावा महिना किन विशेष छ भन्दाखेरि अनि हामी सबैलाई थाहा भएको अनुसार अनि बुद्ध जन्मिनु भएको दिन, त्यसैगरी बुद्धले ज्ञान प्राप्त गर्नु भएर बुद्ध बन्नु भएको दिन, त्यसैगरी यस संसारबाट विदा भएर महापरिनिर्वाण लिनु भएको 3 वटा उहाँको अमूल्य लीलाहरू, उहाँको 3 वटा संयोग चाहिँ अनि यस सागादावाको पूर्णिमाको एकै दिनमा परेको हुनाले यस महिनालाई चाहिँ अत्यन्तै विशेष मान्ने गरिन्छ। र दोस्रोमा यो महिना अत्यन्तै विशेष हुनुको कारण के हो भन्दाखेरि अनि आचार्य शान्तिदेवले बोधिचर्या अवतार नामक शास्त्रमा पुरुषार्थ सदाउने यिनी क्षण सम्पत्ति मिले सुदुर्लभ, अर्थात् यदि हामीले साधना गर्यो भने यसलाई सदुपयोग गर्यो भने पुरुषार्थ सिद्ध गराउन सक्ने यानी संसारको दुःखबाट मुक्त भएर एउटा महान व्यक्ति बन्न सक्ने, संसारको दुःखबाट मुक्त हुन सक्ने त्यस्तो प्रकारको अनि अवसर भएको मनुष्य जीवन क्षण सम्पत्तिले युक्त भएको मानव चोलो चाहिँ आज पाएको छौं। क्षण सम्पत्ति मिल्यो सुदुर्लभ, नगरे हित चिन्ता नै यहाँ पछि होला कि त यो समागम। र यसरी यस्तो दुर्लभ मनुष्य जीवन पाएको बेलामा पनि यस्तो अवसरमा पनि हामीले यदि आफ्नो र अरूको कल्याण हुने त्यस्तो अनि हित हुने कुराहरू शिक्षाहरू लिएन भने, त्यस्तो पुण्यको सञ्चयहरू सत्कर्महरू गरेन भने अनि पछि फेरि यस्तो प्रकारको दुर्लभ मनुष्य जीवन फेरि हामीलाई संयोग अनि समागम यानी संयोग हुन्छ र पाउँछ र भन्नुभएको जस्तै अनि आजको यो सागादावाको महिना एउटा सञ्चय पुण्य सञ्चय गर्ने सत्कर्म गर्ने ठुलो अवसर भएको हुनाले पनि अनि यो महिना चाहिँ अत्यन्तै विशेष रहेको छ है त। अनि चौथोमा अब यो सागादावाको महिनामा हामीले के गर्ने भन्दाखेरि बौद्ध मार्गी होस् या अबौद्ध होस्, यदि आफ्नो जीवनमा शान्ति र सुखको फल चाहने व्यक्तिले अनि पञ्चशीलमा आधार राखेर पञ्चशीलमा आधार रहेर अनि सत्कर्म गर्नुपर्छ है। त्यो भएको हुनाले पञ्चशील गर्नुपर्छ, पञ्चशीलमा आधार रहनुपर्छ भन्दाखेरि पञ्चशील के हो भन्दाखेरि अनि प्राणीको काटमार गर्ने जस्तो हत्यालाई त्यागेर प्राणीहरूको जीव संरक्षण गर्ने र त्यसैगरी अनि अरूको धन सम्पत्तिहरू चोरी डकैती गर्ने जस्तो कामहरू त्यागेर अनि यथासक्दो अरूलाई आफ्नो तन मन र वचनबाट यथासक्दो दान गर्ने यानी मद्दत गर्ने। अनि तेस्रोमा अनि आफ्नो फाइदाको लागि आफ्नो स्वार्थको लागि झुटोहरू बोल्ने जस्ता झुटो कामहरू त्यागेर यथासक्दो सत्य बोल्ने र अनि चौथोमा सोक्चुबा मजिल्नेमा मिसाङचुबा, त्यसैगरी अनि आफ्नो पर स्त्री गमन, आफ्नो स्त्रीदेखि अन्य स्त्री, आफ्नो पुरुषदेखि अन्य पुरुषसँग अनि पर स्त्री र पर पुरुषसँग अनि सम्बन्ध राख्ने जस्ता गैर कानुनी अनि सम्बन्ध राख्ने जस्ता अनि व्यभिचारलाई त्यागेर चाहिँ यथासक्दो अनि शीलको पालन गरेर शीलमा रहने र चौथोमा अनि एउटा स्वादको लागि, रमाइलोको लागि, आनन्दको लागि एउटा मासु मांस खाने अनि जाँड रक्सी पिउने जस्ता मादक पदार्थ सेवन गर्ने कामलाई त्यागेर अनि यथासक्दो हामी चाहिँ होशियारी रहने
सक्रिय रहने है, सत्कर्ममा अग्रसर रहने, त्यसै गरेर चाहिँ यस प्रकारको पञ्चशीलमा आधार रहेर चाहिँ अनि यो महिनामा के गर्ने भन्दाखेरि अनि यथासक्दो अनि यो अहिले सागा दाउको अवधिमा अनि प्रायः जस्तो हिमालय तिब्बती बौद्ध गुम्बाहरूमा अनि पूजापाठहरू हुने अनि गुरुहरूबाट धर्मको प्रवचनहरू दिने त्यस्तो भएको हुनाले अनि तपाईँहरू पनि यो समयमा चाहिँ पञ्चशीलमा आधार रहेर अनि गुम्बाहरूको दर्शन गर्ने, गुरुहरूबाट अनि बौद्ध धर्मको शिक्षा दीक्षाहरू लिने, ध्यान तपस्याहरू गर्ने, जप साधनाहरू गर्ने, त्यसै गरी अनि तीर्थहरू जाने, तीर्थहरूको भ्रमण गर्ने, तीर्थहरूको दर्शन गर्ने गरेर चाहिँ अनि यसरी सागा दाउको 1 महिनाभरिमा अनि पञ्चशीलमा आधार रहेर यथासक्दो सत्कर्म गरेर पुण्यको सञ्चय गरेर आफ्नो यस एकचोटि पाएको मनुष्य जीवनलाई, मानव चुलोलाई अनि सार्थक बनाउनुहोस्, अझै पनि सत्कर्म गर्ने अवसरलाई चाहिँ अनि फैलाउनुहोस् भन्दै अनि आजको मेरो 2 शब्द यही टुङ्ग्याउन चाहन्छु। हवस् त, धन्यवाद। नमो बुद्धाय। तुझे